हेलो वेलकम साथीहरु मिक्स अर्गानिक ब्लगमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु। न्यानो माया अभिवादन पनि चढाउन चाहन्छु। यो जय देश जय नेपाल पनि भन्न चाहन्छु। म अहिले नेपाली भूमिमा रहेर कृषिसँग सम्बन्धित रहेर म एउटा सानो ब्लग गर्न गइरहेको छु। म अहिले अत्यन्तै अस्ति मैले फुलमा पनि खिचेर केही भिडियोहरु देखाएको छु। म त्यो भिडियोलाई पनि ट्रान्सफर गरेर भिडियो एड गर्नेछु। र अहिले चाहिँ भने म यो हुसिङको ठुलो रुखमा चढिरहेको छु। अत्यन्तै धेरै फुलेको छ। यो 2082 मा चाहिँ फुल रम्म फुलेर फल पनि एकै टाइपको एकै साइजको फल लागेको छ। र यति बेला चाहिँ म यो फललाई चाहिँ ठुलो फलाउनको लागि यो फललाई चाहिँ छाटेर सही प्रकारको आकार दिएर यसलाई चाहिँ एकै प्रकारको साइज बनाउने अनि ठुलो पनि हैन सानो पनि हैन वर्ष थोरै फल्दा ठुलो हुने हो। त्यही भएर यो चाहिँ साइज निर्माण गर्नको लागि चाहिँ गोटी काटिरहेको छु म मेरो भाइसँग। धेरै भन्दा धेरै यहाँ चाहिँ 100 केजी भन्दा बढी आउने दाना छ। यसलाई 20 केजी बनाउन पाइयो भने चाहिँ अत्यन्तै दानाको साइज बढ्छ भनेर म यो गोटीहरु छाट्न गइरहेको छु। गोटी चाहिँ अब यो प्रकारले छाट्नु पर्ने हुन्छ। हेर्नुस् है साथीहरु, जम्मा एउटा डाँडामा यत्रो धेरै फुलेको छ। अब यसमा चाहिँ कस्तो छाट्ने भन्दाखेरि चाहिँ बाङ्गो टिङ्गोलाई छाटेर एवं प्रकारले सिधा हालेर राख्नु पर्ने हुन्छ के यहाँ। अनि अत्यन्तै धेरै सानो गोटीहरुलाई पनि फ्याक्ने अनि एकदमै साइज मिलाएर काटेर थोरै पातलो राख्दा चाहिँ यो चाहिँ अब ठुलो फल्ने यो अवश्य नै हो। त्यही भएर यो गोटी छाट्ने प्रविधिमा छु। साथीहरुले यो रुद्राक्ष हजुरले सम्भवतः खट बान्नु भएको छ। यो बाँस लाएर यसरी बुन्नु भएको छ भने चाहिँ सम्भावना हुन्छ यसरी काट्ने, नभए इम्पोसिबल हुन्छ। रुखमा चढेर काट्ने सम्भावना त हुँदैन। तर यसरी अगाडि खट हानेको ठाउँको चाहिँ हामीले यसरी गोटी बाङ्गो टिङ्गो नराम्रोलाई यसरी अगाडि नै फ्याकेर सिधा सलक्कको दानाहरु राखेर यसको साइज दिन सकिन्छ। एकरूपता राम्रो बन्न सकिन्छ। अनि मार्केटमा चाहिँ चाहिनेले चाहिँ हामीले चाहिँ सिधा साइज मिलेको दाना खोज्ने गर्छ नि त। त्यो भएर त्यो खालको रुद्राक्ष बनाउनको लागि चाहिँ यसरी गोटीहरु काटेर फ्याक्न सक्नु पर्यो। एकदमै साइज मिलाउनु पर्यो। यो चाहिँ साइज मिलाइसकेको है हजुर। साइज मिलाइसकेकोमा यसरी छाटेर सरर पातालो पारेर राख्ने हो के हैन। यतापट्टि पनि म देखाउँछु। यो चाहिँ छाटिसकेको हो। यसरी चाहिँ छाटेर साइज बनाउन सकिन्छ साथीहरु। अब यो पुरै छ। मैले चाहिँ 15-20 वटा रुखलाई चाहिँ यसरी छाटेर एवं प्रकारले राम्रो उत्पादन गरौँ हैन, मार्केटमा राम्रो मूल्य पनि बसौँ अनि भनेर यो काम गरिरहेको छु साथीहरु। हजुरलाई पनि इच्छा लाग्यो भने हजुरले पनि बनाउनुहोस्, छाट्नुहोस्, आकर्षक बनाउनुहोस् अनि हैन चाइनिजको मन लोभ्याउने खालको दाना रुद्राक्ष बनाउन त भनेर म यहाँलाई रिक्वेस्ट गर्न चाहन्छु। ल।